साथीहरु वेलकम छ हजुरहरुलाई मेरो मिनी भ्लगमा र म सन्चै छु। हजुरहरु पनि पक्कै सन्चै हुनुहुन्छ होला। आज हामी आमा छोरा दाङ जान लायौं साथीहरु। दाङ हेर्नुस् न, फेरि मेरो खुसीले चटक निक्ल्याको के। अनि पर्खिदा 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 बल्ल बल्ल अटो आयो र हाम्रो बुई पनि होलेरी जानु हुन्ला थियो। अनि हामी फेरि सँगै सररर अटोमा बसिहाल्यौं। त्यसपछि आमा छोरा बसेर हामी मेन कारण दाङ आउनुको मेरो छोराले 22-23 दिन भयो दिशा नगराएको, त्यही भएर म फेरि हस्पिटल ल्याउने थियो। त्यही भएर हामी लाग्यौं फेरि अटोमा। धेरै मान्छे भएर गाह्रो भएर हैरानको पैरान भएको साथीहरु। पहिला म क्यामेरा पकड्ने धेरै डराउँथे, अहिले चाहिँ अलि डरान्न। अनि त्यसपछि हामी आइपुग्यौं दाङको 2 खोली। अनि हामी बस पार्क आएर क्यामेरा उठाएर मैले फेरि एउटा भिडियो गराइहालेँ साथीहरु। पहिला चाहिँ म धेरै डर लाग्थ्यो, अब चाहिँ अलिअलि बानी पर्दै छु। त्यसपछि घर माइत आउने बेलामा मेरो भदैहरू भेट्टे पन्ट्याङ पुन्टुङ प्लास्टिक उजालेर आयौं साथीहरु। माइत आइपुग्यौं फाइनली। आजको भिडियो यति नै। अर्को भिडियो लिएर फेरि पनि म आउनेछु। ओके, टाटा बाई बाई।